राम्रो छ एकदम राम्रो जे काम गर्नुभयो उहाँले गरिराख्नु भएको छ एकदमै राम्रो यो उत्तम काम हो तपाईले हेर्नुस् त अहिले महानगरपालिकामा बालेन शाह आइसकेपछि बनेको यो फल्चा भयो अब पहिलेको हेर्नुस् त्यहाँ फलाममा जुन खिया लागेर क्षतिग्रस्त बनिसकेको छ जुन चाहिँ नेपाली मौलिक सम्पदा पनि होइन यो कति राम्रो कुरा हेर्नु न यति राम्रो काम त तपाईको हेर्नुस् है कयौं मेयर आए गए हैन तर कसैको ध्यान पुगेको थिएन हैन बालेन शाह जस्तै अरु पनि जन्मियोस् के यो देशमा राम्रो गर्ने मान्छे सधैँ अगाडि बढोस् भन्न चाहन्छु उहाँको लागि काम गर्न दिनुपर्छ काम गर्ने मान्छेलाई चाहिँ तपाईको चाहिँ ब्याग हटाउन खोजियो भने त भोलि त 84 आउँदैछ हैन यी त सबै निमिटान्न हुन्छ भोलि त बालेनको राज्य एकदमै साम्राज्य खडा हुन्छ यहाँ त शीतलता र पानीबाट बस्नको लागि यस्ता आधुनिक खालको तर पहिले पुरानै काठहरूबाट बनेका फल्चा डाँची अप्पाहरूबाट बनेका संरचना छ हाम्रो परम्परालाई चाहिँ जोगाउनलाई चाहिँ बालेन शाहले चाहिँ गरिराख्नु भएको छ हेर्नुस् है एउटा युवाबाट हेर्नुस् है यी दलालहरूबाट चाहिँ तपाईको हामीले के आशा गर्ने यस्ता गद्दारहरूलाई त तपाईको चाहिँ यो टुँडी खेलमा चाहिँ खाल्टो खनेर हाल्नुपर्छ यिनीहरूलाई त्यो त अवश्य सजाय दिनुपर्छ यो टुँडी खेलमा झुन्याएर कोर्रा हाल्नुपर्छ यिनीहरूलाई हेर्नुस् फल्चाहरू जुन चाहिँ प्रतीक्षालय हो र माटो डाँची अप्पा इँटाहरूले छाइसकेपछि शीतलता आउँछ र यो काठ आफैमा पनि एउटा शीतलताको प्रतीक भयो त्यो खालको ओतिने ठाउँ हो र यो बनिरहेको छ हामी कलङ्कीमा छौँ व्यस्त ठाउँमा बालेन शाह जस्ता नेताहरू चाहिँ तपाईँको चाहिँ देशभरबाट जन्मिनुपर्छ दिनमा चाहिँ 10वटा ट्याब्लेट खाएर चाहिँ सुत्ने बुढाहरूबाट चाहिँ देश बन्छ भनेर चाहिँ हामीले अब परिकल्पना गर्न सकिन्छ हामीले यत्रो लाखौँ मान्छे हिँड्ने ठाउँमा बाटो यसरी असरल राखेर होइन कि आफू काम गर्न पर्यो होइन भने काम गर्न जिम्मा दिनु पर्यो नमस्कार म कृष्ण कटेल काठमाडौँ महानगरपालिकाले बनाइरहेको फल्चाहरू हामीले विगतमा रिपोर्टिङ गरेका छौँ अहिले पछिल्लो समय नयाँ फल्चाहरू पनि थपिँदैछ यो रत्न पार्क क्षेत्र देख्न सक्नुहुन्छ न्यू रोड छिर्ने प्रवेशद्वार आरएनएसी अगाडिको यो ठाउँमा पनि फल्चा बनिरहेको छ जहाँ चाहिँ व्यस्त जनजीवन हुन्छ उमेश थापा यो काम एकदम राम्रो लाग्यो किनकि हाम्रो विज्ञानको प्रविधि भएर पनि यो एकदम इँटाले कुदेका यस्ता काठका आधुनिक भवनहरू बनाउँदै हुन्छ बस्नको लागि एकदम उत्तम विदेशीले हेर्दाखेरि टक्क सिसाको महल जस्तो होइन कि आनन्द चिसा हावा खाएर है यस्तो ठाउँमा बस्नलाई छुट्टै मजा हुन्छ टक्क सानो छाप्रो आधुनिक छैन हेर्नु त कस्तो छ इँटा डबल तरिकाले आफ्नै बुट्टे शैलीमा जोड्नु भएको छ मेरो राजेन्द्र शाह अब यो कामलाई चाहिँ हामीले मैले चाहिँ धन्यवाद दिन्छु होइन अब जुन बालेन सरले अहिले काठमाडौँमा जुन कुराको यो एउटा जुन सुविधाजनक रूपले चाहिँ अहिले जुन निर्माण गर्न लागिरहनु भएको छ अब यहाँ कति यात्रुहरू चाहिँ अब होइन पानीमा घाममा चाहिँ उहाँहरू चाहिँ कस्तो भने एकदमै यो एउटा अवस्था हेर्ने हो भने नाजुक छ के अब बालेन सरले चाहिँ के गर्नु पर्यो भन्दाखेरि जति पनि महानगरबाट आएको जति बजेटहरू छन् त्यो बजेटलाई चाहिँ फ्रिज गरेर राख्ने होइन क्या त्यसलाई चाहिँ लगानी गर्नु पर्यो र यो काठमाडौँलाई चाहिँ एकदम सुन्दर र चाहिँ एउटा जनतालाई दिनुपर्ने सुविधाहरू चाहिँ उहाँले दिइरहनु भएको छ यसको लागि चाहिँ अझै तपाईँ बढ्दै जानुहोस् मेरो विनिता सुनार हामी पाटी पौवा पनि भन्छौँ नि होइन विशेष गरी नेवारी शैली भाषामा चाहिँ फल्चा भन्दो रहेछ यो बनिरहेको छ राम्रो छ बन्दै गर्दा चाहिँ यति राम्रो देखिएको छ बनिसक्दा झनै राम्रो लाग्यो यो जुन मेयर बालेन शाहको नेतृत्वमा भइरहेको छ कस्तो छ बालेनको काम चाहिँ राम्रो छ अहिलेसम्म सुन्नेसम्म है राम्रै छ यसरी अब यहाँ भाइहरूले जो माटो घोल्दै हुनुहुन्छ यही माटोमाथि प्रयोग गरिन्छ शीतलता आउँछ पछि होइन त हिरो हजुर हजुर हजुरको नाम चाहिँ मेरो समीर लाखे यो माटो पनि भक्तपुरकै होइन हजुर हजुर इँटाहरू पनि उतैको हजुर हजुर सबै हजुर दाची अपा भन्छ हामीले हो यिनीहरूलाई चाहिँ त्यो सिमेन्टरी बिना यो यतिकै माटोले प्लास्टर गरेर यसो गरेर अब यति बेला हामीसँग वैकुण्ठ सर हुनुहुन्छ वैकुण्ठ दाहाल सर जो व्यवसायी पनि हुनुहुन्छ वैकुण्ठ सर नमस्ते हजुर नमस्कार जुन आरएनएसी अगाडि बनिरहेको फल्चा छ विभिन्न ठाउँमा पनि यहाँले देख्नु भएको होला यो फल्चा बनाउनु कतिको उपयुक्त के छ सर यो चाहिँ एकदमै राम्रो हो नि यो फल्चाको चाहिँ के छ भनेदेखि पहिला चाहिँ हाम्रो गाउँघरमा पुराना घरहरूमा चाहिँ फलैँचा हुन्थ्यो नि होइन फलैँचा राम्रो हुन्थ्यो काठको होइन त्यहाँ दरी राखेर पाहुनाहरू आउँदाखेरिमा राख्ने होइन त्यस्तो खालकोलाई चाहिँ फलैँचा भनिन्थ्यो होइन त्यही फलैँचाकै नै यो अर्को नाम यो फल्चा हो होइन यो चाहिँ तपाईँको चाहिँ बाटामा हिँड्ने बटुवाहरूको लागि एकदम आराम गर्नको लागि होइन यसरी काठमाडौँ महानगरपालिकाले चाहिँ यो न्यू रोड लगायत होइन यो काठमाडौँका चक्रपथहरूमा समेत विस्तार गरिरहेको छ होइन कृष्ण बहादुर अयर मेरो नाम यो आफ्नो गाउँठाउँको संस्कृति झल्काउनका लागि यो जुन फल्चा निर्माण गरिराख्नु भएको छ एउटा संस्कृतिको जगेर्ना पनि भयो र अर्को कुरो यात्रुहरूलाई बस्न सुविधा पनि भयो यो यात्रु विश्राम स्थल पनि हो यो चाहिँ हुनुपर्छ यस्तो यो जरुरी छ मेरो गीता नेपाली कति समय भयो काठमाडौँ महानगरमा यहाँ गरेको अहिले हामी 2 वर्ष हुन्छ अब के अरे यो मङ्सिरमा अब हजुरहरू त यो न्यू रोड क्षेत्रमा हुनुहुन्छ है हजुर एकदम व्यस्त धेरै मानिसहरू आउने बढी फोहोर हुने ठाउँ पनि हो यो हो यहाँ गरेको जति हामीले जस पनि पाउँदैनौँ कि कति फोहोर हुन्छ यहाँ अहिले पहिलाको भन्दा त अहिले धेरै कम छ उहाँ बालेन सरलाई हामी सर्वप्रथम के गर्छौँ सलाम गर्छौँ के योभन्दा पहिला भएको भइदिए योभन्दा कति नेताहरू फेरिनु भयो खै त भएको
300 जना मात्रै महानगरीमा छन् भने अन्त पनि राख्नु भएको छ क्या उहाँले। रामप्रसाद गिरी सायद अब यो आराम गर्नको लागि होला, राम्रै होला, आराम गरेर शीतल तापेर बस्ने हो कि त्यसको लागि हो भने त राम्रो हो नि। हो पैदल यात्रुहरू बटुवाहरू आएर प्रतीक्षा गर्ने बस्ने ठाउँ। हजुर हजुर त्यसको लागि त राम्रै भन्नु पर्छ, पक्कै राम्रो हो। यो बनाउनु ठिक छ, बनाउनु ठिक छ। यो काम धेरै ठाउँमा अहिले जुन बस बिसौनीहरूमा बनाइरहेका छन् त्यसो भए सान्दर्भिक छ सर? यो त एकदमै सान्दर्भिक छ। अनि के पनि छ भनेदेखि यो फल्चासँगै तपाईँको चाहिँ यहाँ एउटा खानेपानीको व्यवस्था ठाउँ हेरेर होइन अनुकूल होइन, यात्रीहरू आइरहेका हुनुहुन्छ, दौडिरहेका हुनुहुन्छ, कुर्दाखेरिमा तपाईँको चाहिँ त्यहाँ प्यास लाग्ला होइन, त्यहाँ पानीको पनि व्यवस्था हुनु पर्यो र त्यसलाई मिलाएर चाहिँ त्यहाँ चाहिँ सार्वजनिक शौचालयको पनि खाँचो छ। फल्चासँगै एउटा खानेपानीको व्यवस्था र सार्वजनिक शौचालय पनि हुन सक्यो भनेदेखि यो चाहिँ तपाईँको बोटवारको लागि एकदमै राम्रो हुन्छ। सरस्वती मिश्रा एकदम राम्रो सर, यो बनाउँदै हुनुहुन्छ, उता विभिन्न सिपहरू सिकाउँदै हुनुहुन्छ, पारिपट्टि पनि टुडी खेलतिर एकदम राम्रो गरिरहनु भएको छ। अब राम्रो गर्ने मान्छेलाई एकदम खुट्टा तान्दा रहेछन् धेरै जस्तो, नराम्रो लाग्छ। अब हामीलाई यस्तो रोजगार दिएर यस्तो गरिरहने सरको। मेरो रेदी बस्ने पुरानै शैलीमा एकदम परम्परागत शैलीमा बनाउनु भएको छ। केही परिवर्तन छ काठमाडौँमा बालेन आएपछि? 100% परिवर्तन छ। फुल सपोर्ट हो। सरसफाइ छ, केही छ? एकदम व्यवस्थापन गरिरहनु भएको छ, काम निरन्तर भइरहेछ, विभिन्न अवरोधहरू भइरहेछ। अब नाम सुन्तली श्रेष्ठ, एकदम राम्रो छ। यो गर्नु भएको काम एकदम सही सदस्य भएको छ। बालिन सालले नि गर्नु भएको होला होइन, बालिनले नि गर्नु। मेरो सीता विगत एकदम राम्रो हो, शीतल ताप्न पाइन्छ, हजुर एकछिन भयो नि आराम गर्न पाइयो, शीतलमा बस्नु पाइयो। कस्तो बन्दै रहेछ त हेर्नु। राम्रो हो थियो नि, पेलेको देखिहाल्नुहुन्छ। होइन काम गर्ने मान्छेलाई त यहाँ त यस्तै हो, पेलिरहन्छ, हात्ती हिँड्ने ठाउँमा चाहिँ कुकुर भुकिरहन्छ तर हात्ती लम्किरहन्छ। बालेन शाह भनेको एउटा हात्ती हो, हात्ती हिँड्ने ठाउँमा त अब यो कुकुरहरू भुकिहाल्छन्। उहाँले त स्टन्ट देखाएको रे, नाटक गरेको रहेछ। होइन यो त भन्नेहरूले भन्ने कुरा हो होइन, त्यो त तपाईँको एउटा आरोप मात्रै हो होइन। जो इन्जिनियर पनि हुनुहुन्छ होइन, उहाँलाई थाहा छ देशलाई कसरी बनाउने भन्ने कुरा होइन, जसमा भिजन छ होइन, उहाँको भिजन एकदमै राम्रो छ। हेर्नुहोस् उहाँको भिजनलाई त हामीले चाहिँ सल्युट गर्नुपर्छ। ओतिनको लागि पनि त मान्छेहरूलाई सजिलो भयो। त्यो त अवश्य नि, तपाईँको चाहिँ अब यहाँ आइरहेको हुन्छ मान्छेले छाता बोके हुँदैन, के हुँदैन, भरेर पानी आयो भने ओत लाग्ने ठाउँ त चाहियो नि। तर के पनि मलाई के लागेको छ भनेदेखि तर फल्चाहरू बनाइरहनु भएको छ होइन, तर एकदम सानो भइरहेको छ क्या। यो तपाईँको आरएनसीको जस्तो ठाउँमा तपाईँ 100 मान्छे आउने ठाउँमा यो चाहिँ यहाँ 20-25 जना भन्दा बस्न मिल्दैन क्या। तर ठाउँ हेरेर होइन फल्चा चाहिँ तपाईँको चाहिँ ठुलो बनाउनु पर्ने हुन्छ होइन। सोमलामा राम्रो हो नि, मान्छे बस्नुलाई अब यहाँ मान्छेहरू हिँडेको हुन्छ, बस्नुलाई राम्रो। हजुर ठिक हो। हजुर यहाँलाई थाहा छ बालेनको काम कस्तो छ काठमाडौँमा? बालेनको त धेरै राम्रो छ नि, काम धेरै राम्रो छ। के सुझाव रहन्छ बालेनलाई तपाईँको? होइन बालेनमा व्यक्तिगत सुझाव त मेरो के हुन्छ र, उहाँ यत्रो महानगर प्रमुखलाई, तर यो कार्य उदाहरणीय छ, यसलाई राम्रो मान्छु म। मौलिकता झल्किने खालको बनाइरहेको छ हो, यसको लागि राम्रो सम्झन्छु म, यसको लागि म राम्रो। थ्याङ्क यू सो मच। चाहे त्यो मठ मन्दिर सरसफाइ ढुङ्गेदारा हाइटीहरूको खोजी निर्माण, फल्चाहरूको निर्माण, यो ठिकै छ। यो एकदम राम्रो काम हो र युवा पुस्तामा उहाँले दिनुपर्ने सन्देशहरू छोड्नु भएको छ, जुन टुकुजा भयो होइन। अब बालेन मात्रै होइन, हाम्रो पूर्वमा हुनुहुन्छ हर्क सम्पाङ, गोपी हमाल, उहाँहरूको कामदेखि हामी एकदमै खुसी भएको छौँ। यस्तो काम गर्नुपर्छ र आउने 84मा चाहिँ यस्तै युवाहरू एकजुट भएर अब हामीले युवाले के बुझ्नुपर्छ, कुन सही हो कुन गलत हो छुट्याउन सक्नुपर्छ। यो हो के हो भने चाहिँ बुझ्न सक्नुपर्छ, हो र होइन भन्ने आफूले सही छुट्याउनुपर्छ। म कुनै पनि व्यक्ति मतलब पार्टी प्रतिनिधि नभई एउटा स्वतन्त्र नागरिकका हिसाबले म भोजपुरको प्रतिनिधित्व गर्ने हुँदाखेरि म पार्टीतर्फ नगएर हाम्रो भोजपुरको एकदमै सुदन क्रान्तिजी हुनुहुन्छ, उहाँको पनि काम एकदमै राम्रो छ होइन। चाहिँ महानगरको काममा चाहिँ अवरोधहरू ल्याइरहेको छ भने उहाँको सम्बन्धित व्यक्तिहरूलाई बोलाएर मिटिङमा राखेर छलफल गरेर चाहिँ उहाँले काम रोक्ने होइन, कामलाई चाहिँ गर्ने हो। किनभने प्राधिकरणले आएर यो अवरोध खडा गरिदियो भन्दैमा उहाँले काम रोक्ने, यसलाई पञ्चाइदिने र यो काम चाहिँ अगाडि बढ्ने। बालेनले काठमाडौँमा खासै केही गरेको छैनन्, स्टन्ट मात्रै देखाए, नाटक देखाए भन्छन् त। होइन, अब त्यस्तो तत्त्वहरू हुन्छन्, राम्रो काम गर्नेको पछाडि नराम्रो हुन्छ, त्यो विरोध गर्ने स्वाभाविक कुराहरू हो मेरो तर्फबाट चाहिँ। के सुझाव उहाँलाई? अनि उहाँलाई चाहिँ म के भन्न चाहन्छु भने अझै पनि अब यो छिटो बनाउनु पर्यो, फुटपाथ बनाउनु पर्यो, फल्चा बनाउनु पर्यो, खानेपानीको सुविधा दिनु पर्यो होइन र। यो युवा पुस्ताको नेतृत्वहरूको प्रशंसा गर्नुभयो र आधुनिक मौलिकताको कुरा गर्नुभयो, तर हामीले वास्तविकता पनि बताउनु पर्ने हुन्छ नि सर। हेर्नु त यो बिजोग बाटोको होइन, यो बाटो यही त, यो बाटो तपाईँको वर्षौँ भयो, यो धराडादेखि तपाईँको यहाँसम्म आउने बाटो होइन, यो सडक विभागले बनाउने हो कि महानगरले बनाउने हो होइन। महानगरलाई दिइहाल्नु पर्यो नि त, सडक विभागले किन गरेर भने यो विद्युत प्राधिकरणले हेर्नु त, तारहरू हेर्नु त तपाईँ, यो पाइप लाइन असरल्ल छ, यहाँ लाखौँ मान्छे हिँड्ने बाटो होइन। मलाई पहिला पनि कम्प्लेन गर्नु भएको थियो होइन, यहाँ दर्शकहरूले चाहिँ पहिलो भिडियोमा पनि भन्नुभएको थियो कि तपाईँ चाहिँ त्यहाँ आरएनसीमा गएर हेर्नु न, त्यहाँको
त्यहाँको चाहिँ भिडियो बनाउनु भन्नुभएको थियो मलाई होइन। त्यो भएले गर्दाखेरि सरकारले चाहिँ होइन काम गर्नु पर्यो नि। लाखौँ मान्छे हिँड्ने ठाउँमा यहाँ बुढाबुढी सबैजना हिँड्ने बाटो हेर्नुहोस् है यस्तो छ। वर्षौँदेखि यो बर्खाको बेला पोखरी जमिया हुन्छ हेर्नुहोस् होइन। रात बिरात हिँड्न पर्ने बाटो हुन्छ होइन। सबभन्दा पहिला त तपाईँको चाहिँ सरकारको ध्यान कहाँ जानु पर्यो त? मुख्य समस्या के हो त होइन? सडक व्यवहारले यसरी ओटेर बस्नु भएन। तुरन्त कि यो महानगरपालिकालाई काम गर भनेर छोडिदिनु पर्यो कि आफू गर्नु पर्यो? यसको लागिमा होइन यात्रुहरू हिँड्दामा गाडी चढ्ने बेला गाडी नपाएको अवस्थामा बस्ने ठाउँ बनाउनु भएको एकदम राम्रो छ। अरू कुनै ठाउँमा पनि यसो 2 हात पर 4 हात ओर पनि बढ्दै जाओस् यस्ता कामहरू। उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद छ। त्यो पक्कै हो। म बालन सरलाई चाहिँ एउटा के सुझाव दिन चाहन्छु भन्दाखेरि अहिले नेपालमा जति पनि हामी युवाहरू छौँ यो युवाहरू हामी तपाईँको साथमा छौँ। तपाईँलाई कसैले अवरोध ल्यायो, तपाईँले कसैलाई थर्कायो, तपाईँलाई कसैले चाहिँ गऱ्यो भन्दैमा तपाईँ पछि नहट्नुहोस्। तपाईँ अघि बढ्दै जानुहोस्। हामी हातमा हात मिलाएर तपाईँको साथ दिएर हामी यतिकै त्यसो गर्दाखेरि शीतल पनि हुन्छ होला है अरू मान्छेहरूलाई? पछि शीतल हुन्छ। पछि फेरि यो यिनीहरू त माथि हाल्छ क्या, पछि बिगार्दाखेरि पछि फेरि बिग्रिँदा नि बिग्रिँदैन कि निकाल्न नि मिल्यो, सँगै निकाल्न नि मिल्यो। होरी बतासहरू आयो भने झर्दैन त्यो? हामी 600,000 भन्दा बढी छौँ होला कि। हरियाली छ, सम्पदा छ, वातावरणमा राख्नु भएको छ हरेक कुरा ठाउँमा। कसैले बिहान गर्छ, हामीले दिउँसो गर्छ भने अहिले कति सफा छ कि। यो चर्चा मात्रै हो, नाटक देखाएका हुन् बालन शाहले कि काम पनि गर्दैछन्? काम पनि उहाँले अहिलेसम्म त गरिराख्नु भएको छ। यो भन्दा अझै गरोस् के होइन। हामीलाई चाहिँ यो अहिले 300 मात्र होइन, उहाँले 84 मा जित्नु भयो भने 600 जना खुलोस् के नगरपालिकामा। हामी त्यो चाहन्छौँ कि युवाहरू कति बाहिर गइरहेछन्, युवतीहरू कति दुःख पाइरहेछन्, सानो बच्चा छोडेर गएका छन्, डिग्री पढेको पनि बाहिर गइरहेछ तर यहाँ छैन नि त। म पनि +2 पास गरिरहेको छु कि, तर मैले काम गरेँ किनभने आफ्नो देशमा गर्नु एकदम राम्रो लाग्छ कि मलाई। म पनि बाहिर जान सक्थेँ होइन। जस्तो यो देशमा तपाईँले भने जस्तो तपाईँ हामीले महसुस गरे जस्तो एउटै नेताले चाहिँ पटक पटक सत्तामा पुगिरहेको छ होइन, कुर्सी तानातान गरिरहेको छ। जस्तो बालेनहरू जस्ता नयाँ केटाहरू भर्खरका युवाहरू आएर त गर्दा रहेछन् भन्ने त देखाएका छन् नि। हजुर हजुर गरिरहेछन् उनीहरू। त्यो भयो भने देश अर्कै हुन्छ। अहिले पहिला जस्तो सत्य होइन कि अहिले कलियुग हो, अझै पनि राम्रो होस्, पुराना नेताहरूलाई फालिदियोस्। के भन्न चाहनुहुन्छ भन्नुहोस् त बालन शाहलाई? बालन शाहलाई अझै राम्रो गरोस्, अझै राम्रो होस्। अब शत्रुहरू पछि परुन्। शत्रुहरू अहिले जुन बालन खैरो खनिरहेछन् पछि उनीहरूकै विरुद्ध होस्, उल्टो होस्। जस्तो बालन शाहलाई पेल्नेहरू छन् नि अहिले होइन, उहाँहरूले त्यस्तो नगरिदिनु होला होइन। जुन मान्छेले गरिरहेको हुन्छ नि उहाँलाई अझै हौसला दिने काम गर्नु होला भन्छु म। आजको अवस्था हेरेर गर्ने होइन क्या, यो हामीले 100 वर्ष पछाडिको हेरेर बनाउनुपर्छ क्या बनाउँदाखेरिमा होइन। तर बनाउनु मात्र राम्रो होइन, तर अलिक फराकिलो होइन, अलिक ठुलो बनाउनु जरुरी छ। हजुरले पनि हेर्नु होला होइन, फल्चाहरू विभिन्न ठाउँमा चाहिँ बनिया छन् होइन, तर 8 जना 10 जना बस्न मिल्ने खालको त्यस्तो बनाएको छ। अब बनाउँदाखेरिमा चाहिँ तपाईँको चाहिँ अलिक ठुलो खालको पनि बनाउनु जरुरी छ है। मान्छेको त्यो आउजाउ हेर्ने त्यो ठाउँ हेरेर क्या कति मान्छे ओर्दोर गर्छ त। यहाँ न्यु रोडमा त लाखौँ मान्छे ओर्दोर गर्छ होइन। यहाँ बस कुर्न पर्ने हुन्छ होइन। बस कुर्दाखेरिमा चाहिँ तपाईँको चाहिँ बस्ने ठाउँ वृद्धहरूलाई त मेन प्राथमिकतामा राख्न पर्यो होइन। पछिल्लो विकासको क्रम हेर्ने भने कतिपय ठाउँमा अथवा काठमाडौँभित्रै पनि आधुनिक विकास छ। एल्युमिनियमबाट, स्टिलबाट, फलामबाट होइन, रेलिङहरू, विभिन्न खालका बस्ने कुर्सीहरू चमकदार विदेशी स्टाइलको हुन्छ नि त। तर बालनले त काठ हालिरहेका छ होइन। यो त परम्परा हो नि, यो त हाम्रो परम्परा हो नि। हामी त तपाईँको चाहिँ यो आफ्नै देशमा बनेको काठको सदुपयोग भयो। औराको काठ यो हेर्नुहोस् है, 100 वर्ष पनि केही हुँदैन यो हेर्नुहोस् होइन। त्यो स्टिलका ल्याएर उल्याएर त तपाईँको चाहिँ त्यो 2-4 वर्षमा ख्याल लाग्छ जान्छ होइन। यो त तपाईँको चाहिँ वर्ष टिक्छ। यो आफ्नै देशको श्रम हेर्नुहोस्। यो चाहिँ आफ्नै देशमा केही गर्नु पर्यो कुदेको हेर्नुहोस्, बुट्टाहरू कति राम्रो छ। जहाँ युवादेखि लिएर ठुलो जनशक्ति देशमा रोकिन नसक्दाखेरि यहाँ अस्तव्यस्त छ, विकास अस्तव्यस्त छ, एकदमै हो नि। हामीले त अब तपाईँको चाहिँ यहाँ अस्ति मैले कुरा पनि गरेँ, यहाँ न्यु रोडमा भारी बोक्ने मजदुर पनि अब पाउन छोडिसकेका छ। अब अहिले जुन पुरानो पुस्ताहरूले भारी बोकिरहनु भएको थियो होइन, उहाँहरू मात्रै हुनुहुन्छ। अब युवा पुस्ता नै छैन। अब यहाँ त नेपालमा त तपाईँको चाहिँ कामदार त विदेशबाट ल्याउनु पर्ने भइसक्यो। यहाँ मलेसियाले दुबईले चाहिँ यसरी चाहिँ कामदार माग्छ नि, हामीले पनि भोलि पर्सि चाहिँ तपाईँको चाहिँ विदेशबाट चाहिँ अब कामदार बनाउला भनेर गएका मान्छेहरू अमेरिकाबाट डोनाल्ड ट्रम्पले डिपोर्ट गरिसके, फिर्ता आइसके बोरा बोकेर सर। यसरी बेचेर पठाएका मान्छेहरू त आइहाल्छ नि। तपाईँको चाहिँ नेताहरूले चाहिँ तपाईँको चाहिँ मान्छेलाई भुटानीलाई नेपालीलाई